अब हामी चाहिँ सेक्सन 3 बाट चिया बगानको टप छौँ र सबैजना जाम है। हाम्रो सेक्सन 3 यता रहेको छ है, हेर्न सक्नुहुन्छ। हामी सबैजना आउँदैछौँ। हामीलाई सन्जय सरले गाइड गर्दै हुनुहुन्छ। उहाँ चाहिँ यतैतिरको बासिन्दा हुनुभएको कारणले गर्दाखेरि चाहिँ उहाँलाई हामीभन्दा अलिक धेरै थाहा छ है। हाम्रो दुईवटा सरहरूले चाहिँ त्यहीँ स्पिकर बोकेर हिँड्नुभएको थियो। ल हेर्न सक्नुहुन्छ साथीहरू, एकदमै राम्रो छ। हामी चिया बगानभित्रै छौँ। त्यहाँ पछाडिको भ्यू हेर्न सक्नुहुन्छ, एकदमै राम्रो छ। वरिपरि चिया छ। ल साथीहरू, अब हामी एउटा गेम खेल्न गइरहेका छौँ। हामी चाहिँ अब यसलाई हट पोट्याटो नि भन्छ होइन, अनि पार्सल पास पनि भन्छ। अब त्यसलाई चाहिँ मजाले पास गरेर म्युजिक बजाउँछौँ। आँखामा पट्टी लगाएको हुन्छ, म्युजिक बजाउँछौँ। जब मैले म्युजिक पाउस गर्छु, जसको हातमा हुन्छ उसले चाहिँ यो गेम छोडेर बाहिर जानुपर्छ। अनि फेरि प्ले गर्छु, फेरि त्यसै गरी घुम्छ। अन्तिममा जो आउट भएर जो बाँकी बस्छ त्यसले चाहिँ आजको पिकनिकको फुल फ्रीमा पिकनिक रमाउनु पाउँछ। ल एकदम रमाइलो गेम रहेको छ। हामी सबैजना पार्टिसिपेट हुनेछौँ। हाम्रो गेम खेलाउने सरले चाहिँ आँखापट्टि बाँध्दै हुनुहुन्छ। उहाँले एकदम फियरली चाहिँ गेम खेलाउँदै हुनुहुन्छ। ल साथीहरू, सबैजना यहाँनिर बसिसक्नु भएको छ। अलि लामो गोलो भन्छ क्या, यो घुमाउँदै नसकिने भयो कहिले। ल साथीहरू, अब हामी गेम खेल्नेछौँ। The winner! फाइनल्ली गाइज हामी माथि एभरेस्ट टी गार्डन पुगेर चाहिँ फर्किँदैछौँ। लाइटनिङ कस्तो भयो त आजको सुट? आजको सुट एकदमै राम्रो भयो। हामीसँग यहाँनिर फोटोग्राफर सर हुनुहुन्थ्यो है। यदि तपाईँहरूलाई चाहिँ फोटो सुट गराउनु छ, बिहे व्रतबन्ध आदि इत्यादि कुनै जुनसुकै प्रोग्रामको भने हाम्रो रुमन सरलाई कन्ट्याक्ट गर्नु सक्नुहुनेछ। म उहाँको डिटेल चाहिँ डिस्क्रिप्सनमा पनि राखिदिनेछु है त गाइज। आज चाहिँ एकदमै रमाइलो भयो। हाम्रो फोटो सेसन कार्यक्रमदेखि लिएर होइन, हाम्रो गेम अनि खाजा खाना चाहिँ खानै भएको छ। खाजाहरू एकदमै राम्रो भयो। हामीले त्यहाँ गएर नाच्यौँ है, अनि एकदम रमाइलो गऱ्यौँ।
अझै हेर्दै गर्नु होला, अझै बाँकी नै छ। हामी रिसोर्ट जाँदैछौँ ल है त गाइज। एउटा सानो खोला रहेछ। अब पानी परेपछि त ठुलो हुन्छ होला, अहिले चाहिँ सानो छ। अब हामी सन्देश तपाईँ के भन्न चाहनुहुन्छ? एकदमै रमाइलो भयो, मजा आयो। यहाँ हामी एउटा माछा पनि ट्राई गर्नेछौँ, यहाँको लोकल माछालाई। हाम्रो सर यहाँ हुनुहुन्छ, तपाईँ के भन्न चाहनुहुन्छ आजको पिकनिक बारे? दामी? ओके, एक वर्डमा उहाँले भनिसक्नु भएको छ दामी। हामी अब रिसोर्टभित्र प्रवेश गर्दैछौँ। ल साथीहरू, हामी रिसोर्टमा प्रवेश गऱ्यौँ। यहाँको रिसोर्ट यस्तो रहेको छ र एकदमै ठुलो मात्रामा चाहिँ यहाँ खेती हुँदैछ, माछाको खेती।